हजुरबा अँ, अनि हजुर त अनि जमानामा अनि ए, नुन पनि पाइँदैन थियो अरे त्यतातिर अनि भोटतिर नुन लिन जानु भएको थियो अरे भोटाएर ल्याउँछु नि अनि के कतिजना जानुहुन्थ्यो के जान्थ्यौँ 10जना जति साथ ग्याङ मिल्नु पर्थ्यो नि ए अब सोले भर्याङ उक्लिएर जानुपर्ने फेरि गाउँको सबैजना मिलेर जाने अँ अनि सबैजना मिलेर अनि जाँदा अनि कति दिन लाग्थ्यो अनि के लिएर जाने हो के चामल लिएर जाने चामल आलु पनि लिएर जाने होला नि आलु पनि लिएर जाने होला नि आलु नलाने चामल मात्रै लाने नुन ल्याउनै पुग्ने गरेर कति लानु पर्थ्यो नि अनि चामल चाहिँ लान्थ्यौँ 10 पाथी एकजनाले 10 पाथी लाने 10 पाथी चामल अनि नुन हालेर अनि पैसा लिएर आउने चामल बेच्ने पनि त्यहाँ भन्नाले नसाट्ने चामल बेच्ने नुन ल्याउने किन्ने कतिजना जानुहुन्थ्यो अरे 10जना 10-12जना जो साथी मिलेर अनि कति दिन लाग्थ्यो नि 12 दिन चाँडो पनि 11 दिन गराए जानलाई 5-6 दिन आउनलाई 5-6 दिन किन्ने मान्छे नि त्यहाँ हुन्थ्यो होला होइन भाषा त बुझ्दैन थियो नि अनि पहिला त कहाँ बुझ्नु त्यो बेलामा त चाइनाको थिएन डोक भाषो अनि जान 5 दिन लाग्दाखेरि अनि कहाँ बस्ने ठाउँहरू यताउता अनि कसरी अब घरबाट हिँडेर 12-20 बस्यो 12-20 गएर ट्याङथली पुग्यो ट्याङथलीबाट अनिखेरि बालुवामा गयो सोले भएर चढ्यो अनि सोले बालुवा चढेपछि बालुवा तर्यो त्यहाँबाट अनिखेरि बालुवाबाट अनि छेसेङमा बस्यो अनि भोलिपल्ट काकालिङमा भाजी भिजाएर एकदिन आराम गर्यो अनिखेरि भनेर बास माग्ने मान्छेलाई कि बास दिएर पैसा दिने हो कि के हो पैसा दिनु पर्ने कति दिनु पर्थ्यो नि बास बसे 2-4 रुपियाँ दियो है 2-4 सुका कि रुपियाँ 2-4 रुपियाँ अनिखेरि बालुवामा बसेपछि पैसा दिनु पर्दैन थियो अनि त्यहाँबाट बालुवाबाट छेसेङ पुग्थ्यो बास भन छेसेङबाट अनिखेरि काकालिङमा भारी बिसाएर बस्यो अनि त्यहाँबाट उतापट्टि लाग्यो धर्मशाला लाग्यो अनि पुरानो कुची आउँछु पुरानो कुचीमा ऊ आउँछ चौकीमा जति जानु भयो भने एउटा भाँडा राख्छु अनि कोठीमा गएपछि त्यो भाँडा निखान्न आउँछु केमा जाने जाने होइन हिँडे अनि त्यहाँ गएर अनि त्यहाँ त भाषा सासा पनि बुझ्दैन थियो अनि के त्यही इसारामै योले त्योले भन्ने हो क्या हुन्छ चाइनिजहरू होइन यही पाटनको लुकुसाउ बस्थ्यो लुकुसाउमा बस्थ्यौँ उनीहरू भोटे हुन्थ्यो अनिखेरि उसमा सोबङमा पऱ्यो भने सोबङमा